तल्ले ओछ्यानमा गुम्सेर सुतौँ भनेको त काठको खबर पाएँ होइन, अनि झुसुस उठेर चाहिँ लाग्थ्यो। सो एकदम बवाल बनाइसकेको अवस्था छ अब चाहिँ। हाम्रो पुर्खादेखि मनाउँदै आएको है एउटा देवी देउराली पुज्नु भन्ने कुरो उहिले दामी रहेछ नि त। चलो यस्तो दामी भ्यू देखिरहेको छ नि त। लु बलि चढाउँछ कि हाम्रो चाहिँ हिन्दूको, अलिक त्यो चाहिँ ठिक लागेन मलाई। अब फेरि भरे रातो र निन्दा बस्यो, फेरि भोलिपल्ट सुत्ने होइन। गुड मर्निङ, अ न्यू डे विथ अ न्यू भ्लग अन वेलकम ब्याक टु एन्ड द भ्लग है। सो गाइज सन्चै हुनुहुन्छ? सो मेरो भन्नुपर्दा म पनि एकदम सन्चै छु। सन्चै छु भन्दा पनि यस्तो बिजक बनाइरहेछ मारीले होइन। अनि यहाँ घाँटी दुख्छ बिहान उठ्दा होइन। सो त्यसले गर्दा आज चाहिँ रहेछ हाम्रो गाउँमा धारा पूजा होइन। अनि यस्तो पानी झरीमा दिन पनि ढुम्मो ढुम्मो भएको बेला चाहिँ मस्तले ओछ्यानमा गुम्सेर सुतौँ भनेको त काठको खबर पाएँ होइन, अनि झुसुस उठेर चाहिँ लाग्थ्यो। सो त्यही नै अब गएर हल्का हल्का सरसफाइ गर्नुपर्ने हुन्छ धारा, अनि पूजासुजा हुन्छ। त्यहाँदेखि बलि चढाउँछ कि हाम्रो चाहिँ हिन्दूको, अलिक त्यो चाहिँ ठिक लागेन मलाई। बलि चढाउनु चाहिँ होइन, हुन त अब उहिलेदेखि चलिआएको, अब त्यसमा केही भन्नु पनि मिलेन गर्नु पनि मिलेन होइन। सो त्यही नै टक 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 सफा गरेर पूजासुजा गरेर अनि बाख्रा साख्राको बलि चढाउँछ। त्यहाँदेखि के गर्छ होइन। सो त्यही नै आजको ब्लग एकदम बवाल हुन्छ। अनि गाइस आजको ब्लग के कस्तो हुन्छ हेरेर इन्जोय। लगाएर चाहिँ टक्क लगाएर सरसफाइ हुँदैछ। अनि यहाँ माथि हो मेन पूजा गर्ने जग्गा चाहिँ। बिहानै आउनुभयो? खै म अलिकति जुत्ता छिर्नु पऱ्यो। लगाएर चाहिँ हेर्नु त हाम्रो धारा। सो अरू बेला पस्नु पाउँदैन होइन, यही धारा पूजाकै दिन मात्रै यहाँसम्म आउनु पाउँछ। सो एकदम बवाल बनाइसकेको अवस्था छ अब चाहिँ। पूजा गर्ने केहरू बनाउनु पर्ने हुन्छ होइन। यो बिस्किट चाहिँ कप्पा खाँदै त राम यसले छोड न कसैलाई गिफ्ट। र सबैलाई गुड मर्निङ है। यो भनेको हामीले उहिले है हाम्रो पुर्खादेखि मनाउँदै आएको है एउटा देवी देउराली पुज्नु भन्ने कुरो उहिलेदेखि अब मनाउँदै आएको कुरो हो। र अहिले कति जग्गामा अब यस्तो यो देवी देउरालीहरू पुज्नु छोड्यो है। त्यही भएर टाइममा अब जहिले तहिले हावा पसिना आउँछ र त्यो भएर हामीले देवी देउता है हाम्रो उहिले बाजे पुर्खादेखिले गरेर आएको कुरो चाहिँ बिर्सिनु हुँदैन। मैले पहिले उठाएको बुझ्नु त्यसमै 2.5 किलो थियो। 2.5 किलो? अनि आज भुँडीमा चाहिँ अफेक्टेड हो। यो हाम्रो उहिलेको कुरोहरू अब अहिले सिक्नु पऱ्यो नि त हौ। भइराखेको कुरोलाई किन उयो गर्नु होइन कि कसोले भन्नु होला उफरे लगाए चाहिँ आज धारा पूजाको दिनमा चाहिँ पानी परेर तन्दा होइन। पानी परेको सो अब चाहिँ ओछ्यानमा पस्नु पर्ला होइन। पानी झरीमा के गर्नु, काम गर्नु भएको छैन। सो त्यही नै चङ्खो बुद्धि राखेको नि आज चाहिँ त्यो सफा गर्दा निस्किएको घाँसहरू चाहिँ टक्कै मैले लिएर आएँ होइन। सो आजलाई टन्नै पुग्छ। अनि अब चाहिँ ल्यान्डिङ हान्नु पर्ने हुन्छ होइन। चिसोमा तातो घुम्सिनुपर्छ अब होइन। मैं सो रहा हूँ, जरूरत पड़े तो भी मुझे मत उठाना। गुड
ल त गाइस अहिले भने चाहिँ दिन अलिक दामी रहेछ नि त यसले यस्तो दामी भ्यू देखिरहेको छ नि त लु त्यो नि गाइस न टक्कै रेस्ट गरे होइन आम्मामा मजा आयो अब फेरि भरे रातभर निन्दा बस्ने फेरि भोलितिर सुत्ने होइन सो त्यही नै घरमा चिया खानु अल्छी लागेर चिया खोज्दै हिँडिरहेको छु डढेछ त झन् घरमा के चिया खाउँ भनेर उठेको त सबै गएको गएछ ल त चाहिँ अब हामी चाहिँ डाँडामा गएर हावा खानुपर्ने हुन्छ नि सो त्यही नि यहाँ पर डाँडामा एकछिन डुल्दै होइन हावा खाँदै जानुपर्ने हुन्छ सो त्यही नै चाहिँ भोलि त घाम लाग्छ कि क्या हो हेर्नु त खुल्ला भएर जान्छ सो त्यही नै कामसाम सबै सकेर चाहिँ हात खुट्टा धुएर एकछिन त डुल्नु पऱ्यो नि त होइन फ्रेस हुन्छ माइन्ड सो त्यही नै चाहिँ आजको पनि डे आउट भइसकेको छ अनि आजको दिन तपाईँहरूको के कस्तो हुन्छ टक्कै मिठो कमेन्ट गरिदिनुहोस् सो मेरो भन्नुपर्दा देखिसक्नु भएन ल्यागा चाहिँ चप्पल त नि क्या चुट्यो सो त्यही नै चाहिँ अनि आजको ब्लग तपाईँहरूलाई के कस्तो लाग्यो टक्कै कमेन्ट गरिदिनुहोस् सो कमेन्ट गरिदिनुहोस् होइन अनि सधैँ यसरी नै भ्लग गर्नेछ सो त्यसको लागि फलो गर्नु होला किप लभिङ किप सपोर्टिङ सो त्यही नै होइन आजको लागि यति नै थ्याङ्क्स सबैलाई टाढा भेटौँ अर्को नयाँ भिडियोमा ल त